हेरेर सुनेर सपोर्ट गर्नुहुने भ्युवर्सहरूलाई पनि एकदम धन्यवाद साथै नमस्ते भन्न चाहन्छु र मेरो नाम चाहिँ एस्टर कुलुङ राई शङ्खसभाबाट र अहिले चाहिँ म टिम सनराइज फ्यामिलीबाट किरण पुन क्याप्टेन किरण पुन सरको प्रतिनिधित्वमा उपस्थित छु र विशेष गरी यस कार्यक्रमलाई आयोजना गर्नुहुने मन्जिल युके टिमलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु कि हामीले पनि यो समय पाएका छौँ र आज यस कार्यक्रमका चारैजना क्याप्टेन सरहरूलाई एकदम नमन गर्न चाहन्छु जसले हामीलाई डोर्याएर यहाँसम्म ल्याउनु भएको छ र आज यस कार्यक्रमका जजेसमा रहनुहुने हाम्रो सुविला लामा म्याम अनि त्यस्तै गरेर अमृत कुमार सरलाई पनि नमस्ते साथै आदर सम्मान प्रकट गर्न चाहन्छु र आज चाहिँ मैले अहिले गाउन लागिरहेको गीत चाहिँ कर्णदास ज्यूको छ है जसमा शब्द चाहिँ उन्नति बोहरा र त्यसै गरेर सम्बुजित बास्कोटा रहेको छ सङ्गीतकार त्यसलाई चाहिँ म कभर गर्नेछु है जस्तो छ त्यही हजुरहरूले भनिदिनु हुनेछ मलाई पूर्ण आशा छ है हुन्छ म आफ्नो प्रस्तुतिलाई राख्न चाहन्छु है त Karaoke Gallery Nepal. Enjoy with us.
Thank you. Thanks for Thank you so much. ओके हाम्रो जजहरूको पोइन्ट एकअर्कालाई क्रस गर्नुभन्दा पहिला हाम्रो किरण पुन है हाम्रो क्याप्टेन हुनुहुन्छ, उहाँलाई म समय दिन चाहन्छु। उहाँले तपाईँलाई गोल्डन टिकट पाउनुको लागि केही भन्नुहुन्छ कि जजहरूलाई मस्क लाउनुहुन्छ कि अथवा तपाईँको ट्रुनेस के छ, कसरी के छ, तपाईँलाई अब समय दिन चाहन्छु किरणजी। अनि हाम्रो सुबिलाजी अनि अमृतजी प्लिज पोइन्ट कलेक्ट गर्दै गर्नु होला। म चाहिँ यसपालि सुबिलाजीकोमा जान चाहन्छु। सो किरणजी अब चाहिँ माइन्ड ब्लोइङ एस्टर, थ्याङ्क यू सो मच। एकदमै करण दासको आवाजमा सजिएको गीतलाई चाहिँ फिमेल भर्जनमा एकदमै राम्रो गाउनु भएको छ, अवश्य पनि मिठो गाउनु भएको छ। हाम्रो अमृतजी पनि मुसु मुसु हाँसिराख्नु भएको छ अवश्य पनि। अनि सुबिलाजी अलिकति त्यहाँ प्रब्लम भएर होला मेबी। एकदमै गीतलाई चाहिँ न्याय दिएर गाउनुहुन्छ, अझै धेरै कुराहरू सिक्दै हुनुहुन्छ। राम्रो मिठो आवाज, सबैजनाले एकदमै माया गरिदिनुहुन्छ है एस्तरजीलाई। आगामी दिनमा अझै पनि राम्रो शुभकामना छ र सम्पूर्ण भ्युर्सहरू राम्रो कमेन्ट गर्ने सम्पूर्ण अडियन्सहरूलाई पनि एकदमै शुभकामना, धन्यवाद दिन चाहन्छु एस्टरजीलाई र बेस्ट विसेस। अब रिजल्टको हाम्रो जजेसहरूको मुखारबिन्दुबाट हामी चाहिँ सुन्न आदर छौँ। एकदम थ्याङ्क यू सो मच। ओके, थ्याङ्क यू। ओके, Thank you, sir. सो Thank मच you. है। अब हामी जजेसतिर जान्छौँ है। सुबिलाजी के भन्न चाहनुहुन्छ नि अब चाहिँ? थ्याङ्क यू मन्दिर सर। हाम्रो किरणजीले भन्नुभयो जस्तै हामीले भन्दा पनि हाम्रो हामीलाई चाहिँ अलरेडी हाम्रो क्याप्टेनहरूले एकदमै राम्रोसँग चिन्नुहुन्छ। हामीले त आज भर्खर या भनौँ अस्ति हाम्रो अडिसन राउन्ड चल्दाखेरि कतिजनालाई देख्यौँ, कतिजनालाई सायद नदेखेको पनि हुनसक्छ। तर जुन तरिकाले हाम्रो क्याप्टेनहरूले तपाईँहरूलाई चिन्नुहुन्छ, तपाईँहरूको ट्यालेन्टलाई एकदम नजिकबाट निहाल्नु भएको छ, त्यो हिसाबमा हाम्रो किरणजीले भन्नुभएको कुरामा म एकदम सहमत छु। किनभने तपाईँले गीतलाई चाहिँ एकदमै न्यायपूर्ण तरिकाले एकदमै फिलमा डुबेर गाउनुभयो। अनि कस्तो कुनै एउटा दुईवटा पार्टमा चाहिँ एकदमै राम्रो इम्प्रोभाइजेसन पनि गर्नुभएको थियो होइन। मलाई त्यो चाहिँ एकदमै मन पऱ्यो तपाईँको। खासै त्यस्तो नेगेटिभ पोइन्ट भन्नुपर्ने या भनौँ कुनै माइनस पोइन्ट भन्नुपर्ने त त्यस्तो केही पनि छैन। तर बिङ अ फिमेल, अझै फिमेलको सङहरू पनि धेरै छ राम्रो राम्रो। तर तपाईँले जेन्ट्सकै सङ किन सेलेक्सन गर्नुभयो भनेर चाहिँ क्रस क्वेसन गर्न खोजेको होइन। तर पनि हाम्रो फिमेल सिङ्गरहरूले गाउनुभएको गीतहरू पनि धेरै राम्रो छ। तपाईँको भोकलमा एकदमै राम्रो सुनिन्छ होला पनि। र तपाईँले कर्णदासले गाउनुभएको गीत त्यस्तो हाई रेन्जको हाई स्केलको गीत चाहिँ यति मजाले गाउनु भएको छ भने डेफिनेटली फिमेल सङ चाहिँ अझै बढी राम्रोसँग गाउन सक्नुहुन्छ जस्तो चाहिँ मलाई डेफिनेटली लागिरहेको छ। अल द भेरी बेस्ट। नेक्स्ट राउन्डमा सेलेक्सनमा जानुभयो भनेदेखि चाहिँ यो कुराहरू ध्यान दिनु होला। एकदमै राम्रो गाउनुभयो। थ्याङ्क यू। Thank you so much. Thank you, ma'am. जज अमृतजी। थ्याङ्क यू मन्दिर सर। र फर्स्ट अफ अल हाम्रो यो के भन्न चाहन्छु भने म चाहिँ हाम्रो किरण सरलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। यति राम्रो कोसिस गरिदिनु भएको रहेछ होइन। किनकि हाम्रो इस्टर कुलुङ राईज्यू जसले अहिले प्रस्तुत दिइसक्नु भएको छ, पक्कै पनि उहाँको आवाज यस्तो मिठो, आवाज अत्यन्तै मिठो लाग्यो मलाई। हुन त मैले अडिसन राउन्डमा उहाँको आवाजहरू त सुन्न पाइनँ, आज सुन्दाखेरि चाहिँ मलाई उहाँको प्रस्तुति यो गीतलाई एटेम्प गर्दाखेरि जुन गीतले चाहेका कुराहरू उहाँले न्याय गर्न सक्नुभएको चाहिँ मलाई पनि महसुस भएको छ। कहीँ कतै अब तलमाथि हुनसक्छ,
अझै यहाँले गर्न तपाईँसँग त्यो किसिमको एउटा तपाईँसँग क्यापासिटी चाहिँ छ है, तपाईँ गाउन सक्नुहुन्छ कि तपाईँको आवाजले त्यति मिठो आवाज छ, अझै यो आवाजलाई अझै माझ्दै गर्नुहोस् होइन, भोलिका दिनमा अझै तपाईँ एउटा राम्रो नेपालको राम्रो सिङ्गर भएर निस्कन सक्नुहुन्छ जस्तो मलाई महसुस भएको छ। विश यु अल द बेस्ट हाम्रो स्टारलाई है, अझै भोलिको थ्याङ्क यू राउन्डमा सर, थ्याङ्क यू। प्रवेश गर्नुभयो भने अझै मिठा मिठा गीतहरू हाम्रो सुबिलाजीले भने जस्तै गीतहरू सुन्न पाइयोस्, त्यही कामना गर्न चाहन्छु। थ्याङ्क यू, बेस्ट अफ लक। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू। ओके, अब समय आएको छ रिजल्ट। सो अब हाम्रो इस्टर खुलुङ राई होल्डमा जानुहुन्छ कि आउट हुनुहुन्छ कि गोल्डन टिकट पाउँदै हुनुहुन्छ? अब हामी सुबिला जीबाट हामी सुन्न चाहन्छौँ। सुबिला जी प्लिज रेडी हुनुहुन्छ नि? अब चाहिँ एज यु नो मदिल सर, म बच्चैदेखि रेडी हो। अनि कहाँ अहिले रेडी हुनुहुन्छ भनेर सोधिरहनु भएको होइन फेरि। वेल, हाम्रो यति राम्रो गीत गाउने मान्छे हुनुहुन्छ होइन, यस्तो राम्रो गीत गाउनुभयो, सबैजनालाई मजाले एउटा माहौलमा झुमाएर राख्नुभयो। आई डोन्ट नो के हुन्छ भोलिको दिनमा। यति धेरै कम्पिटिसन टप छ, यति धेरै कन्टेस्टेन्टहरू हुनुहुन्छ, तर आज के भइरहेछ, अब सुरुवातमा नै हाम्रो स्टार्टिङ नै यति धेरै राम्रो भएर हो या के भएर हो, सबैजना क्याप्टेन्सहरूको चाहिँ यस्तो धमाकेदार पर्फर्मेन्स आइरहेको छ, यस्तो बवाल बवाल लिएर आइरहनु भएको छ तपाईँहरूले कन्टेस्टेन्टहरू पनि होइन। जुन मैले सुनेको थिएँ त्योभन्दा ठ्याक्क विपरीत फिल भइरहेछ क्या मलाई। किनभने हामीले चाहिँ अहिले तपाईँले जुन खालको एटमोस्फियर बनाउनुहुन्छ, जुन एउटा तपाईँले ट्याक्क आउने बित्तिकै प्रेजेन्टेसन गर्नुहुन्छ, त्यसको बेसिसमा भएर हामीले जजमेन्ट गर्नुपर्ने भएको हिसाबले र अहिले तपाईँले दिनुभएको प्रस्तुतिको आधारमा अमृतजी र मैले चाहिँ के डिसिजन गऱ्यौँ भनेदेखि के लाग्छ तपाईँलाई? एकछिन अलिकति इन्ट्रेस्टिङ बनाऊ। हाम्रो किरणजी के गरौँ? दुईजनालाई अलरेडी यस भनिसक्यो, तपाईँको लागि चाहिँ एकछिन के गरौँ भन्नुहोस् त? इफ हजुरले भएको भए के गर्नुहुन्थ्यो? होइन, एकदमै तपाईँहरूलाई सम्मान छ मेरो है, किनभने एकदमै आफ्नो हाम्रोलाई भन्दा राम्रोलाई चाहिँ सेलेक्ट गर्नुहुन्छ। तपाईँहरू चाहिँ एकदमै निष्पक्ष ढङ्गबाट अगाडि बढिराख्नु भएको छ, पहिलेदेखि बढ्नु भएको रहेछ, एकदमै खुसी लाग्यो। र तपाईँले चाहिँ एकदमै दुधको दुध पानीको पानी जस्तो तपाईँहरूलाई त्यो होपिङ लागिरहेको छ, जस्तो अहिले गर्न सक्छ त्यस्तो तपाईँहरूले चाहिँ गरिदिनुहुन्छ भन्ने एकदमै आशावादी छु। थ्याङ्क यू सो मच। कस्तो खतरा डिप्लोमेटिक एन्सर दिनुभयो हाम्रो किरणजीले होइन। त्यहाँबाट सायद केही न केही आउँछ कि भन्ने लागिरहेको थियो, लास्टमा गएर उही भन्ने एउटा उखान सुन्नु भएको छ। के को उखान भन्दा नि त्यस्तै फिल भयो होइन। अमृतजीलाई भन्दा दिनुपर्छ क्या मन्दिर सर, तपाईँ खालि सुबिलाजी भनेर मलाई झन् गाह्रो बनाइरहनु भएको छ। अमृतजी केही छिनको पाहुना हुनुहुन्छ, उहाँलाई नै दिउँ न, उतैतिर ट्रान्सफर गर्न मिल्दैन? रामकलस थापाजीलाई दिनु पर्ला। नो प्रब्लम। दाजु अग्रज हुनुहुन्छ, उहाँको डिसिजनलाई पनि सरोपर गर्दै अगाडि जानेछौँ हामी त अझ। ओके, अमृतजी फेरि पनि थ्याङ्क यू भन्न चाहन्छु। यो जिम्मा चाहिँ मतिर आएको छ फेरि सरेर होइन, तर हाम्रो जिम्मा मतिर भयो नि हाम्रो डिसिजन चाहिँ एउटै हुनेछ, सुबिलाजी र मैले नै निर्णय गर्नेछौँ। अघि अब हामीले उहाँको कमेन्ट गरिसकेका छौँ प्रस्तुतिको हिसाबले होइन, तर उहाँ एकदमै राम्रो पनि हुनुहुन्छ, अझै राम्रो गर्न सक्नुहुनेछ भन्ने मैले एकदम आशा गरेको छु। अब त्यो आशालाई यहाँले निराशा नबनाइदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु भोलिका दिनमा, यदि अग्रममा प्रवेश गर्नुभयो भने भन्दै मैले किन केही सम्भावना देखेको हुनाले हामी दुवैले तपाईँलाई हामी अघिल्लो राउन्डमा लान चाहन्छौँ है त। हजुरलाई बधाई छ ल हाम्रो तर्फबाट। यस, दिस इज वाट आई कल ताङ्गिनङ्गिन घिन्ताङ पर्फर्मेन्स। तपाईँ दुईजनालाई नै बधाई छ, कङ्ग्रेचुलेसन। You had been through to the challenge round. And celebrations when I tell everyone that you're in love with me. Okay,
केही भन्न चाहनुहुन्छ भने चाहिँ हाम्रो चाहिँ स्टार ओभर छ यो विशेष गरी थ्याङ्क यू सो मच भन्न चाहन्छु है हाम्रो जजेसहरूद्वारा एकदम राम्रो राम्रो सुझावहरू दिनुभयो अनि राम्रो कमेन्टहरू अनि साथै यति धेरै माया दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि हाम्रो क्याप्टेन किरण सरलाई एकदम धन्यवाद दिन चाहन्छु किनभने उहाँले जस्तो सुकै स्थितिमा पनि उहाँले हामीलाई समय दिनुभयो र उहाँबाट हामीले केही कुरा नयाँहरू सिक्नु पाएका छौँ नयाँ कुराहरू त्यस कारणले गर्दाखेरि एकदम म किरण सरलाई धन्यवाद दिन चाहन्छु र मन्चिल युके टिमलाई त स्पेसल थ्याङ्क्स छँदैछ है थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके हाम्रो किरणजीको म जानुभन्दा पहिला हाम्रो स्थिरजी तपाईँलाई कस्तो लाग्छ तपाईँको गायन तपाईँको प्रस्तुति प्रेजेन्टेसन अथवा तपाईँ कसरी सिलेक्ट भयो जस्तो लाग्छ तपाईँको प्र्याक्टिस के छ यसमा तपाईँ ह्याप्पी हुनुहुन्छ आजको प्रस्तुतिमा सरी मलाई सोध्नु भएको मैले सर होइन होइन हाम्रो स्टरजीलाई सोध्नु भएको हो स्टर अलिकति साउन्ड सानो आइरहेछ हजुरको त्यही भएर मैले सुन्दै सुनिनँ क्या ओके 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 म फेरि पनि भनिदिन्छु होइन तपाईँको प्रस्तुति आज तपाईँले दिनुभयो गायन होइन प्रेजेन्टेसन हजुर तपाईँलाई के लाग्छ डिजर्भ द्याट म पक्कै पनि मैले गोल्डन टिकट ल्याउँछु जस्तो लाग्थ्यो तपाईँ प्रस्तुति गर्नुभन्दा पहिला होइन अब यो एउटा अनलाइन कम्पिटिसन भएको गर्दाखेरि होइन अब कुनै बेला लक्की पनि पर्न सकिन्छ होइन अनि अब जे हुन्छ अब हाम्रो विशेष त जजेसहरूकै हातमा हुन्छ भनेर मैले चाहिँ सोचेको थिएँ मैले त्यो चाहिँ सोचेको थिइनँ सर त्यो भएर खुसी छु एकदम खुसी छु सर आज तपाईँलाई 1 सेकेन्ड कङ्ग्रेचुलेसन नेक्स्टचोटि हाम्रो किरणजी उहाँको लाइट चाहिँ अलिकति अगाडिबाट ब्राइट गर्नु होला एकदम लाइट छ होइन उहाँको जुन प्रेजेन्टेसन छ यस्तो मजाले उहाँ चाहिँ सजिएर आउनुभएको छ तर उहाँको लाइटले एकदम इनफ पावर दिएको छैन सो भयो भने साइडबाट चाहिँ होइन लाइट च्यालेन्ज राउन्डमा हुने बेलामा त्यो चाहिँ म सजेस्ट गर्न चाहन्छु है किनकि च्यालेन्ज राउन्ड इज भेरी टफ छ है फेरि म पछि बिर्सिहाल्छु भन्दै हाम्रो किरणजी केही भन्न चाहनुहुन्छ भने ओभर टु यु अन्तिममा ओके थ्याङ्क यू सो मच मन्जिल सर एस्टरजी अब तपाईँ लक्की नै भन्नुपर्छ अनि कङ्ग्रेचुलेसन भन्न चाहन्छु किनभने तपाईँको एस्टरजीको अहिले चाहिँ नेट एकदमै त्यो पुर कनेक्सन भइरहेको छ कि अघि चाहिँ राम्रै आएको थियो है सो एकदमै थ्याङ्क यू सो मच जुन टाङ पाउनु भएको छ एउटा गोल्डन माइक थ्याङ्क यू सो मच तपाईँलाई एकदमै बेस्ट विसेस र हाम्रो जजेसज्यूहरूप्रति पनि एकदमै आभारी छु थ्याङ्क यू सो मच अन्य कन्टेस्टेन्टहरूलाई पनि एकदम बेस्ट विसेस थ्याङ्क यू सो मच ओके अब हामी किरणजी अनि स्टारसँग बिदाई गर्छौँ अनि हामी जाँदैछौँ स्टार फ्यामिलीको हाम्रो श्रेष्ठतिर है सो हाम्रो दुईजनालाई चाहिँ थ्याङ्क यू सो मच है तपाईँहरूसँग अब हामी छुट्टिन्छ है त